नमस्कार। आज चाहिँ म एयर फ्रायरमा मेरो बच्चाहरूको लागि पिज्जा बनाउँदैछु। त्यसको लागि चाहिँ सबैभन्दा पहिला एयर फ्रायरमा ब्रेड राखेँ अनि त्यसपछि केचप अनि मायोनिज राखेर मजाले यसलाई सबैतिर वरिपरि लगाइदिएँ। अनि त्यसपछि अलिकति प्याज त्यसको माथि राखिदिएँ। प्याज पनि मजाले सबैतिर राम्ररी सजाउने। अनि यसरी सजाइसकेपछि चाहिँ अलिकति मसँग चाहिँ भेजिसमा चाहिँ गाजर थियो, क्यारोट, त्यही भएर मैले चाहिँ क्यारोटहरू सबैतिर मजाले सजाइदिएँ। सबैतिर हजुरहरूसँग जे छ भेजिसहरू राख्न सक्नुहुन्छ। अनि त्यसै गरेर मैले अब यसको माथिमा चाहिँ मायोनिज चिज थियो मसँग अमुलको, त्यो राखेँ। त्यसको माथि अलिकति नुन राखेँ र अलिकति फ्रेन्च फ्राईवाला आलु थियो, त्यो राखिदिएँ। अब यो सबै चाहिँ एयर फ्रायरमा गयो अनि 180 डिग्रीमा चाहिँ हजुरहरूले 17 देखि 80 मिनट्स राख्नुभयो भने यो तयार हुन्छ। हेर्नुहोस् त कति राम्ररी तयार भएर आएको छ।